सर नमस्कार। नमस्कार। यही हो चोरी भएको पसल? हजुर सर, हेर्नुहोस् न, हिजोसम्म ऱ्याकभरि टन्नै सामान थियो, चोरेर लगेर आज त केही पनि छैन। सर फर्किनुहोस्। हजुर सर, ल भन्नुहोस्, यो पसल चोरी हुनुमा तपाईँलाई को माथि शङ्का छ? सर, नढाँटी भन्नुपर्दा मेरा 3टा बुहारीहरू छन्, जेठी यही हो। यसले त्यस्तो गर्ने आँटै गर्न सक्दिनँ, किनकि हामी दुवैजना मिलेर पसल खोलेका हौँ। त्यही भएर यो माथि शङ्का कति पनि छैन मलाई। तर सर, 2टी बुहारी घरमै छन् मेरा, मलाई त तिनीहरूमाथि नै शङ्का लागिरहेछ। ए त्यसो भने ल हिँड्नुहोस्, उही गएर कुरा गरौँ।